हेलो 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 एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी तिनजना भएर कहाँ जाँदैछौँ भन्दाखेरि जाँदैछौँ हामी आज कन्याम। र हामी चाहिँ कन्यामतर्फ लाग्छौँ अब। अनि मेरो बेस्टी दिदी र म भएर हामी चाहिँ जाँदैछौँ कन्यामतर्फ। देख्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ आज यसो घुम्नको लागि निस्केको छौँ र हामी आइपुग्छौँ काली खोलाको उकालो। साथीहरू देख्न सक्नुहुन्छ। र अब हामी त्यहाँबाट फेरि लाग्छौँ सुनमाईको ओह्रालोतर्फ। यो ठाउँ चाहिँ मलाई साथीहरू साह्रै राम्रो लाग्छ कि हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु। यो सुनमाईको ओह्रालो चाहिँ मलाई साह्रो मनपर्छ। आज मौसम पनि एकदम राम्रो छ साथीहरू, झापामा पनि राम्रै छ मौसम। र देख्न सक्नुहुन्छ हामी चाहिँ आइपुग्छौँ जोरकलासमा आइसकेपछि त्यहाँदेखिको उताको मौसम त वाउ साथीहरू देख्न सक्नुहुन्छ। हुस्से लागेर कस्तो दामी भएको छ कि, तर यस्तो लागेको छ कि अगाडि केही देखिँदैन क्या साथीहरू। तर गाडीहरू आएको पनि त्यति साह्रो देखिएको छैन होइन। यस्तो राम्रो भएको छ मौसम, हुस्से लागेर। तर कन्यामा सायद यस्तो नहोस् है साथीहरू, प्लिज फोटोहरू खिच्न पाइयोस् भनेर हामी जाँदैछौँ आशाले। साथीहरू देख्न सक्नुहुन्छ पुरा लाइटहरू बालेर आउँदैछन्। अनि हामी चाहिँ कन्याम आइपुग्न लाग्यौँ साथीहरू। देख्न सक्नुहुन्छ फाइनल्ली हामी वाउ कन्याम आइपुग्यौँ। र त्यहाँको हर्स देख्नुहोस् साथीहरू। तर मान्छेहरू चाहिँ सुनसान के साथीहरू। किन यस्तो भनेको त तुसारो झरिरहेको छ, यस्तो चिसो हावा आइरहेको छ कि साथीहरू। त्यसैले गर्दाखेरि आज मान्छेहरू कम्ती हुँदो रहेछ। हामीले सोचेको थिएनौँ यस्तो नहोस् भनेको थियौँ, तर यस्तै भएको रहेछ कि साथीहरू। अनि चाहिँ हामी एक ठाउँमा साइड लागेका छौँ के गर्ने भनेर हामी सल्लाह गर्दै थियौँ। अनि जाउँ न त यसो बरु होटलमा गएर खाजा खाऊँ, अनि त्यसपछि चाहिँ घुम्नुपर्छ भनेर लाग्यौँ हामी चाहिँ होटलतर्फ। र त्यहाँनिर दिदीले मगाउनु भयो मोमो, मेरो साथीले चाउमिन र मैले थुक्पा मगायौँ। र अब हामी चाहिँ त्यहाँको चिसो ठाउँमा बसेर तातो मोमो खाँदै चाउमिन खाँदै थुक्पा खाँदै रमाइलो गर्दैछौँ साथीहरू। देख्न सक्नुहुन्छ त्यहाँको थुक्पा मोमो चाउमिन चाहिँ दामी थियो क्या, वाउ भन्नु जस्तै थियो क्या साथीहरू। यस्तो राम्रो थियो नि। अनि हामी चाहिँ खाइसकेर लाग्छौँ अब है साथीहरू। देख्न सक्नुहुन्छ अब यसो टिकटकहरू त बनाउनै पर्यो आइसकेपछि होइन भनेर हामी चाहिँ दिदी र म चाहिँ टिकटक बनाउन थाल्यौँ। दिदी दिदी भन्छु, को दिदी भन्नुहुन्छ अरे, ऊ चाहिँ मेरो बेस्टीको दिदी, मेरो पनि दिदी हो है साथीहरू। अनि मेरो बेस्टी हामी भएर फेरि अर्को टिकटक बनाउन थाल्यौँ साथीहरू। देख्न सक्नुहुन्छ है। अनि त्यहाँको मौसम त वाउ भन्नु थियो क्या साथीहरू, यस्तो छ कि वाउ। तर झापामा चाहिँ यस्तो थिएन कि, झापामा घाम लागिरहेको थियो अलिअलि। कन्याममा त वाउ भन्नु थियो क्या साथीहरू मौसम पनि। देख्न सक्नुहुन्छ हामी रमाइलो गरिरहेछौँ, इन्जोय गरिरहेको छौँ। र गाडीमा आएर बस्यौँ। अब चाहिँ हामी झापा झर्नु त पऱ्यो नि त, आफ्नो घर त आउनु पऱ्यो नि त होइन साथीहरू। आफ्नो घर नआइकन त हुँदैन। अनि देख्न सक्नुहुन्छ दिदीको कपाल भिजेर हेर्नु साथीहरू, उसको कपाल मेरो साथीको कपाल भिजेर कस्तो चाहिँ भएको थियो भने नि। तर जे भए पनि रमाइलो भयो।